हेलो हेलो ल मेरो एकदमै पुरानो मित्र जिग्री गाउँको गुड मर्निङ एन्ड नमस्ते अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु वेलकम ब्याक टु माई न्यू भिडियो अशोक अधिकारी ब्लग चाहिँ कहाँबाट सुरु हुँदैछ भन्दाखेरि आज हलेसीबाट सुरु हुँदैछ सो म अहिले हलेसीमा छु होइन र 81 हलेसी आइरहेको छु सो यहीँदेखि ब्लग बनिरहेको छ र आज चाहिँ हलेसीको भिडियो हेरौँ है त्यसलाई डाँडाले घेरेको होइन जङ्गलहरू भयो यहाँबाट चाहिँ हलेसी जाने बाटो हो न यता महादेव थानतिर जाने बाटो हो र म तपाईँ यहाँ छु यहाँबाट चाहिँ बाटोतिरको अवस्था कुहिरेहरू पो राख्नु यहाँ बजार एरिया हो र टक्क हामी यहाँबाट चाहिँ माथि महादेव थान भन्छ होइन जहाँ पूजाहरू गर्न जान सक्छौँ र यो बाटो रहेको छ महादेव थान हामीले हेरिसक्यौँ र अब हामी बसा थानतिर झर्छौँ है दामी दियो बलेर आएछ र हामी पनि यहाँबाट बसा थान भन्छ तल एकदमै सुनसान छ क्या यार मेला लाग्दा पो हलेसी हुन्छ त होइन अब मेला नलाग्दा त के नै हुन्छ र होइन सो मेला लाग्दा चाहिँ सबैतिरको मान्छेहरू हुन्छ भेला हुन्छ त्यही भएर हलेसी एकदमै रमक झमक रिमिक झिमिक हुने हो र अहिले आज चाहिँ मेलाको दिन होइन सो त्यही भएर हलेसी एकदम सुनसान छ टाढाको ग्राउन्ड तल यहाँ छ यो ग्राउन्ड हो सो म झरिरहेको छु होइन अब हेर्नु त के नै छ र टक्क फेरि म मासतिर जानेछु घुमेर अनि अहिले चाहिँ म बसा थान आइपुगेँ र बसा थानमा पनि म पस्न चाहिँ पस्दिनँ होइन सो देखाउने छु बसा थान पस्ने गेट भयो चाहिँ है पुरा यस्तो छ होइन सुनसान माथिसम्मै छ होइन उँभो जान चाहिएन अनि म चाहिँ हलेसी घुम्दैमा होइन एकजना दाइलाई भेटेँ उहाँ चाहिँ एकदम गायक भनौँ न आफ्नो स्वरको धनी हुनुहुँदो रहेछ र सो दाइको स्वर चाहिँ हामी एउटा गीत सुन्नेछौँ ल अब चाहिँ हाम्रो दाइले गीत गाउन लागिरहनु भएको छ
सम्झना चाहिँ डेलीमा रहिरह्यो सम्झना चाहिँ डेलीमा रहिरह्यो न त टुटु परै गयो एउटा नाता मनमा चाहिँ रहिरह्यो एउटा नाता मनमा चाहिँ रहिरह्यो सँगै हिँड्ने मान्छे भयो पर सँगै हिँड्ने मान्छे भयो पर भन्न चाहिँ उसको रूप हजुरह्यो तर सुख पनि माने रहेछ दुःख पनि मना सुख पनि माने रहेछ दुःख पनि मना हामी दुखी भएपछि सम्झना चाहिँ डेलीमा रहिरह्यो सम्झना चाहिँ डेलीमा रहिरह्यो बिर्सो बानी पारे यता गुस्ती हुन्छ जति बिर्सो बानी पारे यता गुस्ती हुन्छ ओठभरि आँसु पारे भित्रीबाट रुन छ गाउँ भयो मनको मोटो कुटु कुटु खाने गाउँ भयो मनको मोटो कुटु कुटु खाने नरोएर जाने हजुर पनि सुन्यो होइन टक्क बस्तिर हावामा पनि किनभने उकालो सिँढी हिँडेर आयो नि त त्यही भएर सो अब चाहिँ केही समयपछि म फर्किन्छु दिक्तेल त्यो हलेसीको र म हिँडिसकेँ अब चाहिँ लगभग 1-1.5 घन्टामा दिक्तेल पुगिन्छ यता मेरो गाडी हो हलेसी त हेरिराख्नु जस्तो होइन छोडेर नजानु छ नि तर के गर्ने जे होस् घुमफिर गर्यो अब हिँडे सो अहिले चाहिँ म मुडे डाँडामा आइपुगेको छु र अब सरर दिक्तेल झर्नुपर्ने हुन्छ यहाँको पहिलाको होमस्टे कता पुग्यो होला है यहाँको चर्चित हो नि एकपल्ट होमस्टे चाहिँ अहिले त्यो सुक्यो
अहिले चाहिँ म अनि ट्याक्कै दिक्तल बजार तपाईँहरू पनि चिन्न सक्नुहुन्छ होला देख्नु बित्तिकै होइन हेलो हेलो ल मेरो एकदमै पुरानो मित्र जिग्री गाउँको दाइ जे भन्यो भने भेट भयो होइन सो ल टक यार कस्तो आफ्नै पुरानो मित्र भेट भइदिरहेको यार सो दिक्तेल बजार प्रवेशद्वार सो अहिले चाहिँ म दिक्तेल बजार आइपुगेँ र आजको भिडियो चाहिँ यहीँ दैन हुँदैछ। थ्याङ्क्स फर वाचिङ। नेक्स्ट भिडियो